Hey, what's up guys? मेरो चाहिँ आज फर्स्ट भ्लग हो अनि म चाहिँ आज ब्लग सुट खेल्न आएको अनि मेरो फर्स्ट च्यानल हो अनि त्यसमा चाहिँ मेरो नाम EMU भन्ने हो जसलाई मान्छेहरूलाई हेल्प चाहियो कि त्यो फ्रुटहरु गिभ अवे गर्न हो भने मलाई भनिदिनु होला अनि त्यसपछि मसँग चाहिँ अहिले फुल्ली अवेकन बुदा छ फुल्ली अवेकन बुदा शार्पनर कराटे अनि ग्राउडी ब्लेड छ अनि तपाईहरुले के हेल्प चाहियो भने मलाई अहिले भन्नु होला है। सो अहिले चाहिँ मलाई सबभन्दा राम्रो एसेसरी भन्न चाहिएको मेरो त पेलिस्काफ थियो पेलिस्काफ भएर चाहिँ मलाई अहिले यस्तो हो के मान्छेहरु कहाँ जान्छ भने इन्स्टिन्ट लिएर यस्तरी के इन्स्टिन्ट भिडियो त हैन मेरो तर त्यो टाइटल चाहिँ छ के थियो अरे त्यसको टाइटलको नाम त्यो टाइटलको नाम अल्ट्रा इन्स्टिन्ट थियो त्यही गर्ने अनि त्यसपछि मेरो यो रोब्लक्सको फेभरेट गेम चाहिँ के हो ल अब म तपाईहरुलाई मेरो कम्बो देखाउँछु है तर मेरो राम्रो होइन त्यो कम्बो है Allah. मलाई त्यति पिभिपी गर्न धेरै आउँदैन मलाई त्यो अब चाहिँ म ट्राई गर्छु कि मसँग अहिले फ्रुटहरु चाहिँ डो फ्रुटहरु मलाई राम्रो लाग्ने भने यहाँ डो मेहमत कन्ट्रोल त्यस्तोहरु छन् अनि गाइस यो मेरो फर्स्ट भ्लगमा चाहिँ एक हप्तामा 1000 सब्स्क्राइब भयो पार एक हप्तामा ठ्याक्कै एक हप्तामा म चाहिँ फ्रुट गिभ अवे गर्छु अनि जसको कमेन्टमा चाहिँ 0 लाइक्स हुन्छ तिनीहरुलाई चाहिँ म आफ्नो फेभरेट कन्ट्रोल दिन्छु कन्ट्रोलको रिवार्ड आइरहेको त्यो दिन्छु म सो गाइस ल मलाई फ्रेन्ड हाल्न हो भने EMU हुन्छ सबै क्यापिटल लेखेर अनि म धेरै जसो दिनसम्म देखिरहेको कि सुने फ्रुट स्टकमा हुन्छ तर अहिले चाहिँ हुँदैन कि साथीहरुलाई सोध्दा फेरि भन्छन् कि महिनामा एकचोटि मात्रै हुन्छ र मेरो ड्रिम फ्रुट चाहिँ एउटा त फुल्ली अवेकन बुदा भइहाल्यो फुल्ली अवेकन बुदा अनि त्यसपछि फुल्ली अवेकन बुदा अरे सरी फुल्ली अवेकन डो सुने हो तर ड्रागन नि मलाई राम्रो लाग्छ के र तर त्यो लास्ट ओभर पावर हो के ओभर पावर भयो धेरै मान्छेहरूले युज त गर्छन् तर बढी भए पार चाहिँ अलिक गाह्रो हुन्छ क्या गाइस तिमीहरूलाई केही चाहिए भन है अब चाहिँ हामी ग्राइन्डिङ सुरुमा चाहिँ ग्राइन्डिङहरु गर्ने म थर्सीमा छु के आइरहेको पछाडि सो गाइस तपाईहरुले मलाई लेभाइथन गर्ने हेल्प गर्न सक्नुहुन्छ होला त्यही मेरो बेस्ट फाइटिङ स्टाइल भनेको गड ह्युमन हो थर्सीमा जाने थर्सीमै अब स्टार्ट गर्ने के गर्ने साथी तिमीहरूलाई के हेल्प चाहियो अहिले भन्नु ल सरी म धेरै बोलेँ होला के हेल्पहरु चाहियो भने अहिले भन अहिले भन्दा नि हेल्प त अहिले गर्छु तर साथी प्लिज मलाई चाहिँ यही हेल्प गरिदेऊ मलाई चाहिँ ओभर पावर फ्रुटहरु चाहिँदैन ओभर पावर भन्दा नि धेरै जसो मान्छेहरूले पिभिपी को लागि किट्सुने राम्रो भन्छन् के र तर अनि म चाहिँ अहिले स्कल गिटार लिन आयो सोल स्कल भन्छ त्यसको लागि चाहिँ 2300 भन्दा अलि बढी नै लेभल हुनुपर्छ
हेर्न सक्नुहुन्छ मेरो सोर्डहरू कति धेरै छन्। धेरै जसो युज गर्ने भने मैले फर्स्टमा पाउँदाखेरि चाहिँ मैले सेभर युज गर्छु, तर त्यति नै युज गर्दिनँ सेभरमा। मिडनाइट ब्लेड नै अब के युज गर्ने, ग्राभिटी ब्लेड चाहिँ खतरा युज गर्छु, रेनको पनि खतरा युज गर्छु। सो गाइज 100 लाइक्समा तपाईँहरू म एउटा कम्बो हालेर देखाउँछु। स्कुल गिटार चाहिएको मलाई। सबभन्दा मलाई बेस्ट लाग्ने भनेको पिभिपीको लागि गन चाहिँ सोल गिटार, सोर्ड सिडीके, क्रस डुबल कटाना, अनि त्यसपछि क्रस डुबल कटाना भएपछि मलाई अलि राम्रो लाग्ने सार्क एङ्गरै हो। सार्क एङ्गर कति दामी छ त्यसमा। सो गाइजहरू अरू चाहिँ थर्समा जान्छु। सो मेरो है यो चाहिँ यो त्यति राम्रो नै भएन है, त्यति राम्रो होइन यार मेरो। पछि हेर्नु जानु होला, म कति राम्रो बनाउँछु। लेट्स गो। सो गाइज हामी चाहिँ मोरिनमा जाऊँ। अब चाहिँ गिटार लिन, सोल गिटार लिन चाहिँ उता अगाडि तर अब हामी ग्राइन्डको लागि नजाऊँ, यत्तिकै बसिरहेको। तपाईँलाई पाइलट हुनु चाहिएको छ भने यो बसलाई चाहिँ मार्नुपर्छ, स्टोन बसलाई। स्टोन बसलाई मार्दा फेरि 25% हो कि कति पर्सेन्ट छ कि यसलाई भएन। खै म एउटा साथीले भनेको कम्बो युज गर्छु।